हेलो साथीहरू, स्वागत छ सम्पूर्णलाई फेरि पनि आजको यो अर्को नयाँ भिडियोमा। साथीहरू, सधैँ जस्तै आज पनि तपाईँहरूलाई म मलेसियाको अर्को नयाँ डिमान्डसम्म जानकारी लिएर आइसकेको छु। साथीहरू, भिडियोमा अन्तिमसम्म रहनु होला र साथीहरू यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरेर च्यानलमा जोडिनु होला, किनभने आगामी दिनहरूमा पनि तपाईँले यस च्यानल मार्फत यस्तै मलेसियाको नयाँ डिमान्ड सम्बन्धी जानकारीहरू हेर्न पाउनुहुनेछ। साथीहरू, फेरि पनि मलेसियाबाट नयाँ डिमान्ड आइसकेको छ, जुन वैदेशिक रोजगार विभागले प्रकाशित गरेको छ। त्यो डिमान्डलाई म तपाईँहरू सामु जस्ताको त्यस्तै भिडियो मार्फत जानकारी दिने प्रयास गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कुन कम्पनीको डिमान्ड हो, कुन मेन फर्मेसको डिमान्ड गएको छ र कतिजनाको डिमान्ड छ, कहिले एप्रुभल भएको, सम्पूर्ण जानकारी दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि मलेसिया आउने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँलाई काम लाग्न सक्नेछ। भिडियोमा रहिरहनु होला है। साथीहरू, यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै शून्य लागतमा जिरो कस्टको डिमान्ड हो यो चाहिँ। अनि शुल्क जिरो कस्ट रिक्रुटमेन्ट इन मलेसियामा शून्य लागतमा रोजगार भनेर तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ। र त्यसै गरी फ्री भिजा, फ्री टिकट, फ्री सर्भिस चार्ज, फ्री मेडिकल, सम्पूर्ण फ्री भनेर यहाँ लेखेको पनि देख्न सक्नुहुन्छ। र यो कम्पनीको नाम यहाँ देख्न सक्नुहुन्छ, टप स्वाइड एसडिएन भिएसडी भनेको छ। टप स्वाइड एसडिएन भिएसडी भनेको छ। त्यसै गरी माग सङ्ख्या चाहिँ 50 जना छ। यो भनेको चाहिँ सेक्युरिटी कम्पनी हो र यहाँ चाहिँ कामदारको पद भनेर यहाँ देख्न सक्नुहुन्छ, सेक्युरिटी अफसर भनेको छ। सेक्युरिटी अफसरको लागि चाहिँ 50 जना माग भइआएको छ। सेक्युरिटी अफसरको लागि चाहिँ यो डिमान्ड हो। मेल सेक्युरिटी अफसर, मेल सेक्युरिटी इन्चार्ज भनौँ, अफसरको डिमान्ड हो यो। जस्तै सेक्युरिटी अफसर भनेपछि अब इन्चार्ज, सेक्युरिटीहरूको इन्चार्ज अफसर, त्यस्तो को लागि चाहिँ 50 जनाको माग भइआएको छ। पुरुषहरूको मात्रै हो यो डिमान्ड चाहिँ। 50 जनाको माग भइआएको छ। टप स्वाइड एसडिएन भिएसडी भनेर यो चाहिँ मलेसियाको जलान भन्ने सहरमा रहेको छ। एकदमै फ्री भिजा, फ्री टिकट सहित को डिमान्ड हो यो चाहिँ। बेसिक तलब त 1700 नै छ। यो बेसिक तलब 1700 भयो नि अब अफसरको चाहिँ एलाउन्स पनि हुनसक्छ। त्यो चाहिँ तपाईँहरूले राम्रोसँग बुझ्नु होला, त्यही अनुसार हुनसक्छ। अफसरको एलाउन्सहरू पनि हुन्छ, हुने नै छ लगभग। के कति हो भन्ने त तपाईँहरूले बुझ्नु होला राम्रोसँग। र बेसिक तलब 1700 भइहाल्यो। यो भनेको त्यही हो, नर्मली 8 घन्टा हप्ताको 6 दिनको बेसिक तलब हो यहाँ देखाने। तर सेक्युरिटी कम्पनीहरूमा चाहिँ 12 घन्टा नै ड्युटी गर्नुपर्ने हुन्छ। त्यही अनुसारको तलब पनि हुने गर्दछ। र यसको यहाँ एलटी नम्बर देख्न सक्नुहुन्छ तपाईँहरूले। यो एलटी नम्बर चेक गर्नको लागि चाहिँ 333642 33 36 42 33 36 42 यो एलटी नम्बर पनि प्रयोग गरेर हेर्नु होला। वैदेशिक रोजगारको वेबसाइटमा गएर, गुगलमा गएर dofe.gov.np लेख्नुभयो भने त्यहाँ वैदेशिक रोजगारको पेज खुल्छ र त्यहाँ गएर तपाईँहरूले एलटी नम्बर राख्ने ठाउँ पनि पाउनुहुन्छ। त्यहाँ गएर राखेर हेर्नुभयो भने यो डिमान्ड जस्ताको तस्तै हेर्न सक्नुहुनेछ। कतिजनाको डिमान्ड हो, कुन पदको लागि हो, कति तलब छ, कुन कम्पनीमा को डिमान्ड हो र कुन मेन फर्मेसको डिमान्ड गएको छ भनेर सम्पूर्ण विवरणहरू जस्ताको तस्तै हेर्न सक्नुहुन्छ। र कहिले एप्रुभल भएको भन्ने पनि हेर्न सक्नुहुन्छ। त्यसैले तपाईँहरू पनि हेर्नु होला, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यो डिमान्ड भनेको चाहिँ एकदमै फ्री भिजा, फ्री टिकटको डिमान्ड हो। तपाईँहरू पनि मेन पावरमा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। र यो डिमान्डमा आउनको लागि चाहिँ अन्तर्वार्ता पनि हुने गर्दछ, जसको अन्तर्वार्ता चाहिँ मेन पावरकै कार्यालयमा छ। यसको प्री अन्तर्वार्ता, छनौट अन्तर्वार्ता चाहिँ 2083 वैशाखको 13 गते मेन पावरकै कार्यालयमा छ भने फाइनल अन्तर्वार्ता चाहिँ 2083 वैशाखको 14 र 15 गते मेन पावरकै कार्यालयमा छ। मेन पावर भनेको चाहिँ बीएस ओभरसिज प्रणाली भनेको छ, यहाँ देख्न सक्नुहुन्छ। बीएस ओभरसिज प्रणाली जुन चाहिँ सामाखुसीमा रहेको छ।
तपाईँहरूलाई पनि इच्छा छ भने जान सक्नुहुन्छ, मेन पावरमा गएर बुझ्न सक्नुहुन्छ। अन्तर्वार्ता मिति फेरि सुन्नुहोला, यहाँ देख्न पनि सक्नुहुन्छ। 2083 वैशाखको 13 गते मेन पावरको कार्यालयमा हुनेछ भने फाइनल अन्तर्वार्ता चाहिँ 2083 वैशाखको 14 र 15 गते मेन पावरकै कार्यालयमा हुनेछ। मेन पावर भनेको बिएस ओभरसेस प्राली जुन चाहिँ सामाखुसीमा रहेको छ मेन पावर चाहिँ। ध्यान दिनुहोला है त साथीहरू। ल हस् त, धन्यवाद।